Upcoming video. मेसी भी अच्छा नहीं, रोनाल्डो भी अच्छा नहीं है। अच्छा बात नहीं है। फैन हो कि मेसी को फैन हो तपाईँ? अबे जल्दी बोल, कल सुबह पनवेल निकलना है। शर्मा जी तपाईँ मेसी कि रोनाल्डो? रोनाल्डो यी मेसी हो कि रोनाल्डो? मेसी और रोनाल्डो? मेसी हो कि रोनाल्डो तपाईँ? मेसिनमा मेसी नै हो। मेसी हो नि? म त केही पनि हैन। शाबाश बेटा, बहुत बड़ी। हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल अगेन। र आज चाहिँ म एउटा महत्त्वपूर्ण भिडियोको साथ हुन्छ नि उभिसकेको छु। अनि म आज चाहिँ के सोध्न गइरहेको छु भने यो हुन्छ नि हाम्रो नेपाली चाइनिजको क्याम्प होइन, टोटल मान्छे गरेर 2500 मान्छे छ होला। अनि यसमध्येमा नेपाली 16-17 जना छन् यता होइन। अनि त्यो मध्येमा पनि अब मैले चाहिँ के प्रश्न गर्न खोजिरहेको छु भने उहाँहरूलाई चाहिँ मेसीको फ्यान धेरै छ कि रोनाल्डोको फ्यान धेरै छ, त्यो चाहिँ म सोध्न गइरहेको छु। ल सुरु गरौँ है त। अनि सुरु गरौँ हाम्रो चौधरी सरबाट। हेलो चौधरी सर, तपाईँलाई कुन मनपर्छ, मेसी रोनाल्डो? एउटा चुज गर्नु पर्यो मात्र। दुईटै बराबरी हो, ल ठिक छ। तपाईँलाई? मेसी। मेसी। हेलो जी, तपाईँलाई कुन मनपर्छ? रोनाल्डो। रोनाल्डो। फाइनली गाइज म चाहिँ अहिले चाइनिज क्याम्पबाट यता निक्लिसक्यो। अनि अहिले त्यहाँ चाहिँ केटाहरू देखिरहेको छु मैले। अनि केटाहरूलाई पनि सोध्नुपर्छ मेसी हो कि रोनाल्डो। त्यहाँ छ केटाहरू। केटाहरूको नजिक चाहिँ म आइसक्यो र अब म उहाँहरूलाई सोध्न गइरहेको छु कि रोनाल्डो हो कि मेसी हो होइन। म सोध्न गइरहेको छु। म सुरुमा अर्जुन सरलाई सोध्छु। अर्जुन सर, तपाईँ मेसीको फ्यान हुनुहुन्छ कि रोनाल्डो? म त मेसी हो। एउटा रोज्नुपर्ने हुन्छ होइन। तपाईँले अब कि त रोनाल्डो रोज्नुहोस् कि त मेसी रोज्नुहोस्? मेसी नै रोज्छु। मेसी हो? हजुर। ल ठिक छ। दुईटामा एउटा छान्नुहोस् होइन, रोनाल्डो हो कि मेसी हो? मेसी नै हो है? रोनाल्डो हो कि मेसी हो? अब दुइटै राम्रो हो, तर चुज गर्नै पर्दाखेरि चाहिँ मेसी होइन त? ल ठिक छ। सर, तपाईँले मेसी चुज गर्नुको कारण चाहिँ के हो र रोनाल्डो किन चुज गर्नु भयो? किनभने रोनाल्डोको त फ्यान फलोइङ लास्टै छ नि त, वर्ल्डमा धेरै छ सबैभन्दा। आफ्नो अब फुटबल करियरमा के अरे हाम्रो रोनाल्डोले चाहिँ वर्ल्ड कप जित्न सकेन क्या, त्यही भएर अलिकति त्यति मात्रै हो? मेसी भनेको पहिल्यैदेखि एउटा एक्स्ट्रा खेलाडी हो नि त। ठिक छ ठिक छ। बार्सिलोनामा पनि धेरै दियो चिजहरू है। हजुर। अनि आफ्नो देशको लागि पनि जितेर आयो नि त। ओके, गुड पोइन्ट। अनि र अर्को म हाम्रो केटाहरू साथीहरूलाई पनि सोध्न गइरहेको छु। सुरुमा तपाईँको पाली होइन। मैले चाहिँ अहिले एउटा अनुसन्धान गरिरहेको छु कि त्यो चाहिँ के अनुसन्धान हो भने अब हाम्रो फुटबल करियरमा के फुटबलमा हुन्छ नि वर्ल्ड फुटबलमा के अब सबैभन्दा बेस्ट प्लेयरहरू रोनाल्डो र मेसी हो होइन। अहिलेको जेनेरेसनमा मानिरहेछ सबैले, सायद त्यो भविष्यमा पनि हुनसक्छ होइन, उनीहरू बेस्टमै आउन सक्छ। मलाई मेसी राम्रो लाग्छ कि रोनाल्डो राम्रो लाग्छ? ल ठिक छ, केही कारण? रोनाल्डो पनि राम्रै हो, तर मलाई मेसी मेरो पर्सनली धेरै मनपर्छ होइन त? ल फिजिकलदेखि लिएर हरेक चिज होइन। ठिक छ ठिक छ। मेसीको बहुमत बढ्यो है यहाँ। तपाईँलाई रोनाल्डो मनपर्छ कि मेसी मनपर्छ? मेसी मनपर्छ। के कारण? होइन त्यो धेरै मन परेको थियो पहिल्यैदेखि जान्ने। ल ठिक छ। तपाईँ? सबजनाको त एकै कुरा हो, मेसी नै हो? रोनाल्डोको फ्यानहरू छैन क्या यता यार? किन? ठिक छ। अब यहाँ सबैजना मेसीको फ्यानहरू मात्र भेटिरहेछ। पर्सनली म पनि मेसीकै फ्यान हो है फेरि। यहाँ हाम्रो अर्को केटाहरू पनि आउँदैछ, म केटाहरूलाई पनि सोध्दैछु। यो हाम्रो अहिले एउटा अनुसन्धान चलिरहेछ। अब अनुसन्धान चाहिँ के हो भने चाहिँ अब फुटबलमा हुन्छ नि
अहिलेको रोनाल्डो मेसीको फ्यान फलोइङ होइन अब रोनाल्डो हो कि मेसी हो भन्ने धेरै चलिरहेछ अहिलेसम्म हुन त अब मेसीले वर्ल्ड कप जितिसक्यो तैपनि अब थाहा छैन नि त अब कसको धेरै छ भन्ने कुरा अब हाम्रो यो क्याम्पमा 1600-1700 जना नेपाली छ यसमा चाहिँ तपाईँ मेसी छान्नुहुन्छ कि रोनाल्डो छान्नुहुन्छ दुईजना मध्ये एउटा चुज गर्नुपर्ने हुन्छ केही कारण छ त्यस्तो मेसीलाई चुज गर्नुपर्ने रोनाल्डोको पनि गेम त राम्रो लाग्छ मलाई हजुर तर मेसीको चाहिँ क्यारियर राम्रो लाग्छ ठिक छ ओके तपाईँलाई पनि सोध्छु मेसी हो कि रोनाल्डो रोनाल्डै हो रोनाल्डो के बताउनुहोस् कारण रोनाल्डोको चाहिँ हो अलिकति अब एक्टिङ भनौँ न एकदम खतरा छ चिज पनि खतरा छ एकजना आउनु हो रोनाल्डोको अब यति धेरैमा तपाईँ मात्रै रोनाल्डोको फ्यान हुनुभएको छ होइन ठिक छ म सबैलाई सोध्छु होइन तर यो क्याम्पमा जतिजना नेपाली भेट्छ म यही क्वेसन गर्नेछौँ कि उहाँहरू सबैजनालाई जस अब यता जति पनि हुनुहुन्छ सबैजना मेसीको फ्यान भनेर भनिसक्नुभयो तपाईँ मात्रै रोनाल्डोको फ्यान होइन ठिक छ यसमा उयो केही छैन होइन तर तपाईँलाई पर्सनल्ली चाहिँ रोनाल्डो बेटर लाग्छ एकदम राम्रो लाग्छ है त्यो अब रोनाल्डो प्लेयर नै त्यस्तो हो जस्ट सबैको उसमा त हुँदैन होइन जस्ट हल्का रोनाल्डो मेसीमा त अब यस्तो फाइटिङ त परिहाल्छ ठिक छ हेलो गाइज अहिले चाहिँ म एउटा हाम्रो यहाँ बगला छ हाम्रो यहाँ स्टोर छ क्या पसल अनि यसमा यहाँ म सोध्न गइरहेको छु रोनाल्डो हो कि मेसी हो तपाईँले देख्न सक्नुहुन्छ है म सोध्छु हेलो गाइज अभी इधर हमारा भाई केरला है ना आपका मैं ये भाई का पूछना जा रहा है मेरे हिंदी अच्छा नहीं है गाइज मेरा हिंदी अच्छा नहीं है मैं पूछ रहा हूँ आप पर्सनली रोनाल्डो और मेसी रोनाल्डो क्यों रोनाल्डो अच्छा फुटबॉलर मेसी भी अच्छा है ना मेसी भी अच्छा है अच्छा रहो ठीक है आप पर्सनली रोनाल्डो को चूज करता है ठीक है रोनाल्डो बॉस है फुटबॉल का बेस्ट फुटबॉलर ओके सही है मैं हमारा भाई लोग को पूछता हूँ भाई ये आप बताओ मुझे रोनाल्डो चूज करेगा मेसी चूज करेगा मेसी और रोनाल्डो अच्छा नहीं है मेसी अच्छा नहीं है मेसी भी अच्छा नहीं रोनाल्डो भी अच्छा नहीं है अच्छा बात नहीं है सही है आप बताओ मेसी और रोनाल्डो मेसी और रोनाल्डो मेसी है सही है ल तपाईलाई एउटा क्वेसन अब हाम्रो एउटा अनुसन्धान भइरहेछ कि रोनाल्डोको फ्यान हो कि मेसीको फ्यान हो तपाईँ अबे जल्दी बोल कल सुबह पनवेल निकलना है मेसी तपाईँ रोनाल्डो हो कि मेसी हो मेसी हो ल सुबोध अब तपाईँलाई मेसी कि रोनाल्डो भन्नुहोस् त कुन मनपर्छ तपाईँलाई तपाईँ मेसी कि रोनाल्डो ल शर्माजी तपाईँ मेसी कि रोनाल्डो रोनाल्डो यी तपाईँलाई मेसी मनपर्छ कि रोनाल्डो मनपर्छ रोनाल्डो रोनाल्डो मेसी और रोनाल्डो मेसी ओके मेसी और रोनाल्डो मेसी कि रोनाल्डो मेसी और रोनाल्डो मेसी और रोनाल्डो मेसी और रोनाल्डो और रोनाल्डो मेसी और रोनाल्डो मेसी हो कि रोनाल्डो रोनाल्डो के हो कि रोनाल्डो मेसी और रोनाल्डो मेसी और रोनाल्डो म त रोनाल्डो रोनाल्डो ए ल मेसी हो कि रोनाल्डो रोनाल्डो ओके मेसी और रोनाल्डो रोनाल्डो एकचोटि सु गर्नु नि त अनि मेसी तपाईँ मेसी कि रोनाल्डो मेसी और रोनाल्डो मेसी हो कि रोनाल्डो तपाईँ मेसिनमा
मेसी और रोनाल्डो के भन्ने हो रोनाल्डो रोनाल्डो मेसी और रोनाल्डो मेसी भाई साहब मेसी है कि रोनाल्डो है आपका पसंद? मेरा पसंद जो तुम्हारा है वही मेरा भी है। नहीं यार मेरा तो मेसी है। तुम्हारा मेसी है हाँ तब तो मेरा रोनाल्डो है रोनाल्डो। मारो मुझे मारो मारो मुझे मारो। मेरा पसंद को बोल दिया फिर अपोजिट बोल रहे हैं आप यार। ठीक है रोनाल्डो अच्छा है। प्लेयर होता है। हाँ हाँ मेसी और रोनाल्डो मेसी हो कि रोनाल्डो तपाईँ? रोनाल्डो किन मेसी हो? अस्ति त रोनाल्डो भनेर उफ्रिरहेको थियो त फेरि साँच्ची हो? साँच्ची हो ठिकै छ मेसी नै हो मेसी हो नि म त केही पनि शाबाश बेटा बहुत बढ़िया मेसी और रोनाल्डो मेसी 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 और रोनाल्डो 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 तपाईँ मेसी हो कि रोनाल्डो? म त मेसी नै हो मेसी हो ओके ल मेसी हो कि रोनाल्डो तपाईँ? रोनाल्डो रोनाल्डो फाइनली गाइज मेसी हो कि रोनाल्डो भन्ने भिडियो चाहिँ कम्प्लिट भएको छ। रोनाल्डोको फ्यानहरू 6-7 जना मात्रै भेटेको छ। मेसीको फ्यानहरू एकदमै धेरै छ। यसले चाहिँ के स्पष्ट पार्छ भने मेसी भनेको मेसी हो भनेर स्पष्ट पार्छ। मैले रोनाल्डो नराम्रो भन्न खोजेको होइन। जस यस्तो खालको भिडियो हेर्नको लागि चाहिँ तपाईँहरूले मेरो च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला। रोनाल्डोको फ्यानहरू चाहिँ नरिसाउनु है फेरि भन्दै जय नेपाल भन्न चाहन्छु।